आज हामी JLPT N3 को लेसन 1 को ग्रामर पढ्छौं। सुरुमा छ नानी नानी ते मोराइमा सेन्का, नानी नानी ते इतदाके मासेन्का। यो हामीले N4 मा पनि पढेको हो र यसै गरी अहिले हामी N3 मा नानी नानी ते मोराइ नाइ देश्योका, नानी नानी ते इतदाके नाइ देश्योका भनेर पढ्छौं। यसको अर्थ के छ भने गरि पाउँदिन, गरिदिनुहुन्न र गरिदिनुहुन्थ्यो कि भन्ने लाग्दछ। हामीले एक्जाम्पल हेरौं। मिरासान निमोचु ओरोसुनो तेचुदात्ते मोराइमासेन्का। मिराजी सामान झार्न हेल्प गरिदिनुहुन्न र अथवा गरिदिनुहुन्थ्यो कि भनेर भन्छ। सेकेन्डमा छ यामादा-सान खोनो स्योरी नो खाकी खाता हो ओसिएते मोराइ नाइ देश्यौका। यामादाजी यो डकुमेन्ट लेख्ने तरिका सिकाइ पाउँदिन अथवा सिकाइदिनुहुन्थ्यो कि। त्यस्तै गरी थर्ड नम्बरमा छ सेन्से वातासी ताची नो केक्कोन सिकिदे स्पिचु ओ सिते इतदाके नाइ देश्यौका। शिक्षक हाम्रो विवाहमा स्पिच गरिदिनुहुन्थ्यो कि। यति हामी पढ्छौं र हामी अब चाहिँ 2 नम्बरमा जान्छौं। 2 नम्बरमा छ नो यौदा, नो यौना, नो यौनी। यो तीनटै भनेको चाहिँ जस्तै हो। र नो यौदा भनेको चाहिँ को जस्तै हो र नो यौना भनेको को जस्तै र नो यौनी भनेको को जस्तैमा अथवा अनुसार। अब एक्जाम्पल हेरौं। आनो ब्योइन वा किरेइदे मारुदे होतेरु नो यौदेश। ऊ त्यो हस्पिटल चाहिँ राम्रो भएर ठ्याक्कै होटल जस्तै छ। आखारु इकुते ताइयो नो यौना हितोदेश। मेरो आमा चाहिँ जहिले पनि हेल्दी हँसिलो भएर घाम जस्तै मान्छे हो। त्यसैगरी 3 नम्बरमा छ नारा नो यौना माचिका सुकिदेश। रेकिसीगा आत्ते ओमोसिरोइ देशकारा। नारा भनेको एउटा सहर हो। नाराको जस्तै सहर मनपर्छ। इतिहास भएर रमाइलो हुन्छ त्यसैले। त्यसैगरी 4 नम्बरमा छ खारेवा इनाखानो चिचिवाया खारा किता तेगामियो योन्दे कोदोमो नो योनी नाइता। भनेको ऊ चाहिँ गाउँको बुवाबाट आएको चिठी पढेर बच्चामा जस्तै रोयो भनेर भनियो यसमा। र थर्ड नम्बरमा छ नानी नानी कोतोवा गा वो। यो चाहिँ फुचुकेइसँग लाग्छ र यो कोतो भनेको कुरा हो यसमा चाहिँ। र हामी पढ्छौं। 1 नम्बरमा छ वाकाइ तोकिनी ryugaku suru koto wa ii keiken ni naru to omoइमास। भनेको यङ बेलामा विदेशमा गएर पढ्नु चाहिँ राम्रो अनुभव हो जस्तो लाग्छ। सेकेन्ड नम्बरमा छ इ साबिसु ओ सुरुतामेनी वा ओक्याकु सामानो किमोची खानगाइरु कोतोगा ताइसेचु देश। यो भनेको राम्रो सर्भिस गर्नको लागि कस्टमरको मन बुझ्न अथवा मन बुझ्ने कुरा एकदम महत्त्वपूर्ण हो। थर्ड नम्बरमा छ चुकिन ताई खाइदे खाचु कोतो हो मेजासिते गाम्बात्ते कुदासाई। भनेको अर्को टुर्नामेन्ट जित्ने उद्देश्य लिएर प्रयास गर्नुहोस्, गाम्बात्ते गर्नुहोस्। यसैगरी 4 नम्बरमा छ नानी नानी ओ नानी नानी तो यु। यसको अर्थ चाहिँ भनेर भन्ने अथवा भनेर भनिन्छ भन्ने हो। यसैगरी सुरुको 1 नम्बरमा छ स्योगाचुनी तावेरु रेउरी हो नान्तो इमास्का। ओसेची रेउरी तो इमास। ओसेची रेउरी भनेर भनिन्छ। त्यसैगरी सेकेन्ड नम्बरमा छ स्योगाचुनी जिन्ज्याया ओतेरानी इकुकोतो हो हाचुमाउदे तो इमास। नयाँ वर्षमा मठ मन्दिर जाने कुरालाई हाचुमाउदे भनिन्छ भनेर भनिन्छ। यो चाहिँ 4 नम्बर सकियो। अब 5 नम्बर नानी नानी तो यु। यो भनेको चाहिँ भन्ने हो।
मुराखामी हारुकी तो यु साक्का वसितेमास का मुराखामी भन्ने लेखक चिन्नुहुन्छ भनेर सोधिएको छ। यसमा ए भन्दैछ, ए भनेको यस। नर्वे नो मोरी हो खाइता हितो देश ने, नर्वेको जङ्ग लेख्ने मान्छे है। त्यसै गरी सेकेन्ड नम्बरमा छ मिनामी ताइहे यौनी सेकाइदे इचिबान हायाकु आसागा कुरुकुनी गा आरिमास। पेसिफिक महासागरमा संसारभरि सबैभन्दा छिटो बिहान हुने देश छ नान्तो यु कुनै देशका, के भन्ने देश हो? र एन्सरमा छ तोन्गा ओकोकु तो यु कुनै देश, तोन्गा राज्य भन्ने देश हो। र यसै गरी 5 नम्बर पनि सिद्धिन्छ। अब हामी 6 नम्बरमा जान्छौँ र 6 नम्बरमा छ इचु दोको नानी दारे दोन्नानी देमो। दोन्नानी भनेको जस्तो सुकै। र अब हामी इक्जाम्पलतिर जान्छौँ। वातोसानो केन्क्युसिचु वा इचु इत्तेमो किचिन्तो सेइरी सिते आरिमास। वात्तोजीको प्रयोगशाला जहिले गए पनि राम्रोसँग मिलाइराखेको हुन्छ। र 2 नम्बरमा छ रेन्क्युच्यु वा दोकोए इत्तेमो। 3 नम्बरमा छ नेचुगा आरुनो दे नानी ओताबेको बेलामा जता गए पनि मान्छे धेरै हुन्छन्। ज्वरो आएको बेला जे खाए पनि मिठो हुँदैन। र 4 नम्बरमा छ दारेनी कितेमो होनवा ताबेमोनो गा ताखाइतो यु। जसलाई सोधे पनि जापानमा खानेकुरा महँगो छ भनेर भन्छन्। त्यसै गरी 5 नम्बरमा छ दोन्नानी रिप्पाना हितो देमो केत्तेनवा आरिमास। जस्तो सुकै राम्रो मान्छे भए पनि नराम्रो कुरा चाहिँ हुन्छ भनेको कमी कमजोरी हुन्छ भन्न खोजेको। मैले अलिअलि मेरो ट्राई गरेँ है, सुनिदेला होला, मैले जानेको बुझेको। अब यो सबैले राम्रो मान्नुहुन्छ भन्ने आशा गरेको छु। योभन्दा फेरि प्र्याक्टिस गरेर अझै राम्रो भिडियो बनाउने छु। र लेसन 1 यति छ। मैले भोक्याब पनि हालेको छु। यो ग्रामर भयो, भोक्याब ग्रामर हेर्नु होला। र म लेसन 2 को फेरि ग्रामर र भोक्याब लिएर आउनेछु। त्यतिसम्मको लागि बाई बाई।